वेलकम टु एनजिटिभी। यति बेला हाम्रो कस्तो राम्रो रक्सी खान्थे त्यो छोडेको मेरै चाहिँ युट्युब भाइरल मेरै छ क्या भर्खर खोलेको ए के छ हजुरको मेरो कमला ए हस् म कलाकार होइन मैले टिचर चाहिँ जवानैदेखि चलाएको पैसा आउँछ 3-4 चोटि क्या भर्खर खोल्थे पैसा टिचर मेरो जुन नम्बर आइडी नम्बर मोबाइल देखाउनु त मोबाइल तपाईँले गिफ्ट पाउनु भएको गिफ्ट यो मोबाइल टिकटकबाटै आएको अहिले कहिले सक्दैन हजुर अनि त्यसपछि तपाईँलाई मोबाइल आउँछ नि मोबाइल मात्रै आउँछ के आउँछ खै हाम्रो एकदमै कल्चर संस्कृति झल्किने यहाँ हाम्रो कति राम्रो देखिएको छ है ल ल दर्शकबिन यहाँ एकदमै राम्रो हाम्रो लिम्बू कल्चरमा सजिसजाउ हाम्रो कति राम्रो ड्रेसमा हुनुहुन्छ एकदम आफ्नो पहिचानमा हुन्छ। नमस्ते सेवारो सन्चै हुनुहुन्छ? आज एकदम राम्रो देखिएको छ हजुरलाई, कति राम्रो। यो माथिको चाहिँ के भन्छ?
यसलाई चाहिँ सम्याङ फुल भन्छ। सम्याङ फुल। अनि आज के विशेष केही छ आज? आज विशेष चाहिँ हामी यहाँनिर राउटेहरू यसरी हाम्रो यो के भन्छ यो नेसेलुङमा बोलाएको रहेछ होइन। अनि आउँदाखेरि चाहिँ हामीलाई पनि रमाइलो लागेर हेर्नु आएको अनि त्यसैले हामी आफ्नो कल्चर पनि यसरी गरौँ न त देखाउँ न त भनेर। अनि राउटेको कल्चर पनि हेर्नु भयो? हेऱ्यो राउटेको कल्चर पनि हेऱ्यो, किनेर पनि लग्यौँ हामीले भाँडाहरू किनेर लगेछौँ बट्टाहरू। अर्ग्यानिक हातले बनाएको हो नि? त्यो चाहिँ हामी दही जमाएर खाने भनेको। अनि राउटेको कल्चर त हेर्नुभयो, तपाईँको कल्चर चाहिँ उनीहरूले हेरेन? उनीहरूले खोइ वास्तै गरेन। अब म त धान पो नाच्नु पर्यो बोला। धान नाच्नु भयो? धान नाचेको भिडियो पनि बनाएको छु, एकदम साँच्चीकै राम्रो देखेको छ हाम्रो यो लिम्बू पहिचान झुल्किने। हाम्रो युट्युबमा हेर्नु होला भिडियो होइन, चासोक तङनामको टन्नै भिडियो लगाएको छु मैले। हजुर कार्यक्रमहरू मेरो एनजी ब्लग छ। हजुर हेर्नुभएको होला सायद, धेरै जस्तो लिम्बू पनि छ मेरोमा, धेरै आएको छ। हजुर अनि सुन्नु आउँछ जस्तो लाग्यो। आन्टीलाई चाहिँ रक्सी खाने छोड्नु भन्नु है। रक्सी खाँदैन अघि त्यत्रो इन्टरभ्यू लिनु भयो त तपाईँ त मभन्दा होइन चुरोट खाँदैन, चुरोट खाँदैन। अनि आन्टी सुन्नु न, अनि यहाँ आज राउटे हेर्न आउनु भएको होइन, आज चाहिँ तपाईँको यहाँ त एकदम रमाइलो मेला जस्तै भइरहेछ है, रमाइलो रहेछ है? रमाइलो, धेरै रमाइलो लाग्यो, खुसी लाग्यो हामीलाई होइन। हजुर अझै चाहिँ कहाँबाट आउनुभएको? दमकबाट। ए दमकबाट आउनुभएको? ए हामी चाहिँ धरानबाट है। तपाईँ झन् टाढाबाट आउनु। हजुर धन टाढा। हामी दमकबाट आफ्नो संस्कार भाषा लिपि लिएर आएको हो के। राम्रो, यो आफ्नो संस्कार संस्कृति भाषा लिपि चाहिँ हुनुपर्छ। लिम्बूको धेरै राम्रो लिपि, धेरै संस्कार राम्रो छ है। एउटा गीत पनि गाउनुपर्छ क्या। हजुर लु एउटा गाइदिनुहोस् न त। बादलको घुम्टले इलाम बजार छोपिन्दा मैले सबै बिर्सेछु नेसेलुङलाई सम्झन्दा, मैले सबै बिर्सेछु नेसेलुङलाई सम्झन्दा। राम्रो छ ल, धेरै धेरै धन्यवाद हजुरहरूलाई। हजुर अर्को वर्ष चाहिँ तपाईँहरूलाई पनि बोलाउँछ है। हाम्रो टिमै छ। 1 लाख रुपियाँ भाग्य जहिले 1 लाख रुपियाँ दिन्छु सहभागी एकजनालाई। एकचोटि धरानले जित, अब अर्कोचोटि कसरी अनि यो मोबाइलहरू गिफ्ट आयो त आन्टी यार? खै आयो मैले त्यसमा मलाई गिफ्टहरू नदिनु, मेरो त छैन टिकटकमा निकाल्ने ऊ नै छैन भनेर हो क्या। मोबाइल मान्छे आउँदा कस्तो राम्रो देखियो। के भनेर थियो? अब तपाईँलाई टिकटकमा नहाल्नु, टिकटकमा अब पैसा नदिनु गिफ्ट। आन्टी हजुरको अलिकति यसको नाम भनिदिनु न। शिरफुल होइन? हजुर हजुर साम्याङ फुल कस्तो राम्रो देखेछ क्या हजुरलाई। अनि अब आज चाहिँ के विशेष यहाँ मेला हो? ए हजुरको चाहिँ घर कता? वीरता मोडबाट आउनुभएको। अनि यता को राउटेलाई हेर्न आउनुभएको? हजुर देखेँ तपाईँहरूको कपडा, तपाईँहरूको कल्चर देख्यो। ए हजुर हजुर जाँदै हुनुहुन्छ सबैजना होइन? हजुर हजुर राम्रो, मलाई एकदम मनपर्छ क्या। मैले चासोक तङनामको सबै भिडियोहरू हालेको छु युट्युबमा, हेर्नुहोस् है। धरानमा, हामी चाहिँ धरानबाट आएको, अनि भिडियोहरू हामी हाल्छौँ होइन। अनि धेरै राम्रो छ। हजुरले त्यो जुन अहिले पालम के भन्छ? हजुर हो, त्यो पनि हाल्छु भिडियोमा, हेर्नुहोस् है। मेरो एनजी टिभी ब्लगमा आउँछ है। हजुर ल ल है, बडा रमाइलो हुँदैछ आज यहाँ। ल हस् हस् हुन्छ। यो माथि देख्ने कता डाँडा चाहिँ साथीहरू यो ठाउँ हो भने होइन, यो ठाउँ एकदम सही ठाउँ छ है साथीहरू। ल
Please subscribe and like comment.